साथीभाइकै जुन देशमा गर्ने है अब पढ्ने भिसा गएको पढै अब है पढै 4 वर्षसँग पढ्ने रे है 4 वर्षसँग पढै सिक्यो भने नेपाल आउने रे है त अब हामी त पढ्ने भिसा गएको त पढ्न गएको है वहाँ गएर काम गर्ने है साथी अबबाट त्यस्तै हो साथी वहाँ 4 वर्षसँग पढ्ने रे पढै सिक्यो भने नेपाल फर्किने रे साथी है अब पढ्न गएको विद्यार्थी हो वहाँ पढेपछि जुन ठाउँको देशमा नि बस्न पाइन्न रे है 23 दिनको भिसा हुन्छ रे 23 दिनभित्रमा नेपाल फर्किने कि अब त नेपाल फर्किने कि दक्षिण कोरिया फर्किने कि चाइना फर्किने आफ्नो देशमा फर्किने है पढ्न गएको विद्यार्थी पढ्न गएको रे है वहाँ गएर पढेर काम खान्छु जागिर खान्छु भन्ने त्यस्तो भाग्य चित्रहरू आउँछ साथी भाग्य चित्रले है भाग्य चित्रमा भन्नुपर्ने चाहिँ अब त साथी अब 4 वर्षसँग पढ्ने 4 वर्षसँग नेपाल आएर है ऊ गर्ने है अब यसो चाहिँ साथी जापानको पढेको विषय नेपालमा चल्ने रहन्छ त है नेपालको भाषा र नेपालको र उहाँ नेपालको जापानको पढाइ कहीँ देशमा मिल्ने हुन्छ साथी है त्यो साथी है जुन देशमा पढ्ने भिसामा पढ्न गएको रे साथी है पढ्न गएको पढाइसिकेपछि आफ्नो देश फर्किने हो रे साथी है साथी अहिले गाह्रो भयो नि साथी हो है वहाँ 4 वर्षसम्म पढ्ने वहाँ त पढाइसिक्यो भने आफ्नो देशतिर लाउने रे साथी है सरकारले भनेको है बाहिर देश सरकारले है हो नि त्यो त हो नि साथी काम गर्ने भिसा होइन हामी त पढ्ने भिसा पढाइसिक्यो भने आफ्नो देशतिर फर्किने हो होइन हो नि काम गर्ने भिसा हो काम गर्ने हो अब पढ्ने भिसा हो पढाइसिक्यो 4 वर्षसँग पढ्ने त 4 वर्ष भिसा सकेपछि अब 20 दिनको भिसा नि त आफ्नो देशतिर फर्किने साथी न जापानमा जुन देशमा नि त्यस्तै हो साथी है पढ्ने गएको भिसामा पढाइसिकेपछि नेपाल आफ्नो देशतिर फर्किने रे साथी है जापानमा त्यस्तो अमेरिकामा त्यस्तो साथी है त्यहाँ बाँकी चित्त बन्ने छ नि त्यो साथी यार है अब कडा आज नि है पढ्न गएको भिसा हो रे पढाइसिकेपछि आफ्नो देशतिर फर्किने हो साथी 30 दिनको भिसा हुन्छ रे 23 दिन भने 29 दिनमा बस्न पाइयो रे अब जापानमा जुन देशमा नि 30 दिनमा देश छोडेर आफ्नो देशतिर टाइप कस्ने रे साथी झोलाको मुद्दा पढाइसिकेपछि है हो नि साथी पढ्न गएको पढाइसिकेपछि अब आफ्नो देशतिर फर्किनु पर्यो नि साथी है उहाँको पढे एउटा हो आएर नेपालतिर फर्किनु पर्यो है नेपालमा फर्केर के काम गर्ने खै केही काम गर्ने छैन त साथी